सबैलाई नमस्ते। झापामा एमालेका नेता देवराज घिमिरे पूर्व सभामुखलाई सोधिएको प्रश्न कस्तो लाग्यो हजुरहरूलाई? एउटा पत्रकारले महाकाली सन्धि सम्झौता गर्ने, महाकाली बेच्ने अन्तिम सिग्नेचर कर्ता तपाईँ होइन भनेर सोधेको छ, प्रश्न गरेको छ। त्यही बेला देवराज घिमिरे भन्छन् वाहियात नबोल्नु। देश बेच्ने बेला वाहियात भएन, प्रश्न सोध्ने बेला वाहियात भयो। झापामा सोधिएको, पत्रकारले सोधिएको प्रश्न हजुरहरूलाई कस्तो लाग्यो? मलाई त एकदम राम्रो लाग्यो। यस्तै गरी देश बेचुवाहरूलाई, सन्धि सम्झौता गर्नेहरूलाई यस्तै प्रश्न गर्नुपर्छ। जहाँ भेट्यो त्यही ठाउँको ठाउँ यस्ता प्रश्न गरिराख्नुपर्छ। मलाई राम्रो लाग्यो, एकदम सलाम छ त्यो पत्रकारलाई। देवराज घिमिरेलाई सोधिएको प्रश्न, तपाईँ महाकाली सन्धि सम्झौताको अन्तिम सिग्नेचर कर्ता होइन भनेर सोधेको प्रश्न एकदम राम्रो लाग्यो। तपाईलाई भन्न चाहन्छु, महाकालीमा 52 ढोका थिए। त्यो पुलमा 26 नेपालको, 26 इन्डियाको थियो। बीचमा नेपालको र इन्डियाको झन्डा फहराइन्थ्यो। 26 ढोका नेपालको, आधा पुल नेपालको, आधा इन्डियाको थियो 2052-53 सम्म। जो 53-54 को सन्धि सम्झौता भयो, नेपाली कांग्रेस र एमाले मिलेर बेचेको पुल हो त्यो महाकाली पुल। सुदूरपश्चिमकै धरोहर महाकाली पुल एमाले र कांग्रेस मिलेर, दुईटै मिलेर बेचेको पुल हो महाकाली पुल। त्यो बेलाका सिग्नेचर कर्ता देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउपा अनि शंकर पोखरेल, यी केपी शर्मा ओली, यी नेपाली कांग्रेस र एमाले मिलेर बेचेको त्यो महाकाली पुल 26 ढोका नेपालको, 26 इन्डियाको थियो। जम्मा अहिले 100% पानीमा 2% मात्र नेपालकोतिर आउँथ्यो, त्यो पनि बन्द भयो। अब त गाड्डा चौकीमा नाका लिएर बसेका छन्। त्यो झापामा सोधिएको प्रश्न, त्यो नेपाली कांग्रेस नेकपा एमालेका पूर्व सभामुख देवराज घिमिरेलाई मलाई त एकदम राम्रो लाग्यो प्रश्न। महाकाली बेच्ने अन्तिम सिग्नेचर कर्ता तपाईँ होइन भनेर यसरी भन्दाखेरि आहा, मन यति, हृदय यति चौडा भयो। जहाँ भेट्यो त्यही त्यस्तै प्रश्न गर्नुपर्छ। हस्त, धन्यवाद।